हेलो गाइज वेलकम टु माई भिडियो। आज चाहिँ म खाजाको भिडियो बनाउँदैछु होइन। त्यहाँ भैँसी देख्न सक्नुहुन्छ। यहाँ चाहिँ म छु, मलाई भित्र मम्मीले खाजा खान बोलाउँदै हुनुहुन्छ होइन। म चाहिँ भित्र खाजा खान जान्छु। यो चाहिँ हाम्रो घरको पछाडि जुठेलना, यता पानी ट्याङ्की। म चाहिँ यहाँ के गर्दैछु त अब हात धुन रेडी हुँदैछु। त्यसैले अब म खाजा खानलाई हात धुन गइरहेको छु साथीहरू। यता चाहिँ तलतिर हाम्रो ब्याकग्राउन्डमा धान अनि भैँसी देख्न सक्नुहुन्छ। यस्तै गर्दाखेरि ब्याकग्राउन्डमा यो चाहिँ मेरो कपाल चाहिँ फेरि बवालै छ है त गाइज। कपाल चाहिँ काट्नुपर्ने छ, गाउँमा केटाहरू कोही छैन कपाल काट्ने, त्यही भएर कपाल चाहिँ बवालै छ। आज चाहिँ यो चाहिँ हाम्रो घरको खाजा हेर्न सक्नुहुन्छ। कन्तीमा यता मम्मी पस्किँदै हुनुहुन्छ, यता कोला फेरि यस्तो छ नि। यो भुइँमा राख्नु नहुने, यता राख्नु पर्यो होइन। टक्कसँगले चाहिँ मैले खाना लाएको देख्न सक्नुहुन्छ। यहाँ चाहिँ म यति चाहिँ लिएर आज धन्काउने हो अनि घाँस काट्नु जाने हो। हेलो गाइज, आज चाहिँ म होइन खाजा साजा खाइवरी घाँस काट्न हिँडिसकेको छु नाउँदरी बोकेर। मम्मीले चाहिँ मलाई छोडेर गइसक्नु भएछ। म चाहिँ एकछिन यसो कोठातिर पसेको थिएँ होइन। कोठातिर पसेर आराम यसो बस्दाखेरि मम्मीले चाहिँ छोडेर गइसक्नु भएछ घाँस काट्नु। म चाहिँ अब जाँदैछु। लेट्स सी, अब हेर्दैछु। आज घाँस काटेर अब जाने हो, घाँस काट्ने हो, आउने हो। अनि त्यसपछि फेरि एकछिन फेरि खाजा साजा मम्मीले खानासाना बनाउनुहुन्छ, खाने, फेरि घाँस काट्नु जाने। यसरी नै बित्दैछ दिनहरू चाहिँ होइन। अब म चाहिँ जाँदैछु घाँस काट्नु। यहाँ चाहिँ यता देख्न सक्नुहुन्छ हाम्रो खेत, बाँसघारी। अनि रोडमा जाँदैछु म चाहिँ अहिले है। मम्मीसँगै जाने कुरो थियो, मम्मीले चाहिँ आज गइसक्नु भएछ। मम्मी चाहिँ घाँस काट्नु, त्यही भएर म चाहिँ अहिले यतिखेर जाँदैछु। म चाहिँ यहाँ घाँस काट्नमा आइपुगिसकेको छु गाइजहरू होइन। म चाहिँ नाउँदरी यहाँ राखेँ। अब मैले घाँस काट्ने चाहिँ यता हो। हिजो अलिकति काटेको छु, अब यस्तरी काट्नुपर्ने। यहाँबाट यतिले भारी पुग्दैन होला, त्यसपछि तलतिर झरेर काट्नुपर्ने। तलतिर हिजो अस्ति मैले यता काटेँ टक्कसँगले, अब यता काट्नुपर्ने हो। यहाँ अलिकति छ, त्यसपछि यहाँदेखि तल झरेर काट्छु। त्यसपछि अब भारी पुर्याएर भेटौँला। मैले चाहिँ घाँस बारी पुर्याएँ होइन। यहाँ मेरो घाँस बारी चाहिँ, घाँसको बारी चाहिँ यहाँ छ। त्यहाँ मम्मी घाँस बारी लाएर बोक्नु खोज्दै हुनुहुन्छ। घचाड्नुपर्छ होला, म जान्छु। यहाँ मेरो भारी यहाँ छ। अब भारी उठाएर हामी घर जाने। मम्मी आफै उठ्नुभयो अनि यहाँ मलाई चाहिँ सायद घचाड्नुपर्छ होला।